आजको यो विशेष गहन विमर्शमा स्वागत छ। आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जुन अहिले चिया पसलदेखि सामाजिक सञ्जालसम्म जताततै छ। हजुर, एकदम सही भन्नुभयो। चुनावलाई एउटा नियमित प्रक्रिया मात्र भन्न मिल्दैन, यो त वास्तवमा एउटा ठूलो प्याराडाइम शिफ्ट नै हो भनौँ न। हो, प्याराडाइम शिफ्ट। तर किन त? आजको हाम्रो मिसन नै यही चुरो कुरो पत्ता लगाउनु हो। अब यसलाई विस्तृत रूपमा केलाएर हेरौँ न। पुराना दलहरू र नयाँ पुस्ताको चेतना बीचको जुन टकराव छ त्यसलाई कसरी बुझ्ने? पक्कै पनि यसलाई अलि बृहत दृष्टिकोणबाट हेर्नुपर्छ जस्तो मलाई लाग्छ। राजनीतिमा यस्ता युगान्तकारी परिवर्तनहरू रातारात त आउँदैनन् नि त। यो त लामो समयदेखि समाजमा पाकिरहेको असन्तुष्टिको नतिजा हो। अनि अर्को कुरा, पुरानो सत्ता र नेतृत्वले यो नयाँ समाजको गतिलाई पक्रिनै सकेन। त्यसैले अहिलेको अवस्थालाई सामान्य गणितीय खेलको रूपमा मात्र बुझ्नु हुँदैन। यो त आम नागरिकको चेतनामै आएको संरचनात्मक भूकम्प हो। भूकम्प नै भन्नुभयो। तर यहाँनिर एउटा प्रश्न के आउँछ भने नि, हामीले 2046 साल र 62-63 को आन्दोलनमा पनि त युवाहरूको त्यस्तै अदम्य ऊर्जा देखेका थियौँ नि, होइन र? सडकमा लाखौं युवा थिए। एकदमै थिए। गोलीको प्रवाह नगरी सडकमा आएकै अनि अहिलेको यो जेनजी वा नयाँ पुस्ताको उभारलाई किन यति धेरै फरक मानेर स्रोतहरूले विश्लेषण गरिरहेका छन् त? कि यो केवल प्रविधि र सामाजिक सञ्जालको मात्र कमाल हो कि उनीहरूको मनोविज्ञान नै फरक छ? यहाँनिर कुरा निकै चाखलाग्दो छ। सतहमा हेर्दा उस्तै लाग्छ, युवा सडकमा छन्, आवाज उठाइरहेका छन्, तर भित्री मनोविज्ञानमा आकाश जमिनको फरक छ। अघिल्ला पुस्ताका युवाहरू कुनै न कुनै पार्टीको वैचारिक छातामुनि हुन्थे। भनेपछि उनीहरू नेताको आदेश मान्ने खालका थिए। तर अहिलेको पुस्तालाई हेर्नुहोस् त, उनीहरू कुनै वाद वा सिद्धान्तको बन्धनमा छैनन्। उनीहरू त आफूलाई ग्लोबल सिटिजन मान्छन् नि त। भनेको विश्वव्यापी नागरिक हो। आज रुकुम वा जुम्लामा बसेको एउटा 18 वर्षको युवाले आफ्नो हातको स्मार्टफोनबाटै युरोप वा अस्ट्रेलियाको जीवन स्तरसँग आफ्नो गाउँको अवस्था दाँजिरहेको हुन्छ। उसलाई अब लोकतन्त्र ल्यायौं भन्ने पुरानो भाषणले मात्र पुग्दैन। भनेपछि उनीहरूलाई ठोस नतिजा चाहियो। एकदम। उनीहरूलाई उच्च गतिको इन्टरनेट चाहियो, गुणस्तरीय शिक्षा चाहियो, स्वदेशमै विश्वस्तरको रोजगारी चाहियो। उनीहरू सिद्धान्तमुखी नभएर पूर्ण रूपमा नतिजामुखी छन्। डेलिभरी चाहियो उनीहरूलाई। डेलिभरी चाहियो। यो त साँच्चै रोचक कुरा भयो। यसको अर्थ विगतमा जसरी युवाहरूलाई पार्टीको झण्डा बोक्न, नारा लगाउन र भिड जम्मा गर्न मात्र प्रयोग गरिन्थ्यो नि, त्यो कार्यकर्ता हुने परम्परा नै भत्कियो भन्न मिल्छ? बिल्कुल मिल्छ। किनभने नयाँ पुस्ता अब केवल भिडको हिस्सा बन्न तयार छैन। उनीहरू सचेत नागरिक बनेर प्रश्न सोध्न थालिसके। जस्तै त्यो नो नट अज्ञान अभियानलाई नै हेरौँ न। हजुर, त्यो त एउटा स्पष्ट र बलियो उदाहरण नै हो। त्यो कुनै एउटा सामान्य चुनावी नारा मात्र थिएन नि। त्यो त सिङ्गो पुस्ताको अब अति भयो भन्ने चरम वितृष्णाको प्रकटीकरण थियो। नेताहरूले हिजो कति जेल बसे वा कति त्याग गरे भनेर अब भोट तान्न सक्ने अवस्था देखिँदैन। यो त बजारमा ग्राहकले सेवा प्रदायकसँग कडा जवाफदेहिता मागे जस्तो पो देखियो त, होइन र? हो, यो नतिजामा आधारित सम्बन्ध हो। तपाईले अलि नो नट अगेनको कुरा गर्नुभयो। यो प्रश्न गर्ने संस्कृतिको विकास हुनु भनेको लोकतन्त्र परिपक्व हुँदै गएको एउटा सुन्दर सङ्केत पनि हो। पहिलेका मतदाताहरूको मनोविज्ञान कस्तो थियो भने नेताहरूप्रति उनीहरू एक प्रकारको अन्धभक्ति राख्थे रे। हजुर, हाम्रै नेता हुन्, गल्ती गरे पनि बचाउ गर्नुपर्छ भन्ने प्रवृत्ति हावी थियो। तर अब त्यो छैन। यो नयाँ मतदाता वर्ग निर्मम छ। उनीहरू भन्छन्, करको सदुपयोग गर्छौं, पारदर्शी काम गर्छौं र डेलिभरी दिन्छौं भने भोट दिन्छौं, नत्र तुरन्तै अर्को विकल्प खोज्छौं। राजनीतिलाई उनीहरूले एउटा व्यवस्थापकीय दायित्वको रूपमा लिएका छन्, कुनै पवित्र धार्मिक कार्य जस्तो होइन। र यो व्यवस्थापनलाई चुनौती दिने सबैभन्दा बलियो हतियार त फेरि पनि डिजिटल स्पेस नै बनेको छ नि। एकदमै ठूलो हतियार। पहिला चुनाव कसरी जितिन्थ्यो सम्झौँ न। जसको गाउँ गाउँमा संगठन छ, जसले ठूला चौरमा हजारौं मान्छे उतार्न सक्छ, ठूला स्पिकर घन्काउन सक्छ, उसैको जित पक्का जस्तो हुन्थ्यो। तर अहिले यो डिजिटल क्याम्पेनिङले त त्यो परम्परागत भोट ब्याङ्कको किल्लालाई नै हल्लाइदियो नि। हल्लाइदियो मात्र होइन, जगैदेखि भत्काउन थालिसक्यो। टिकटक, फेसबुक, इन्स्टाग्राम अब मनोरञ्जनका साधन मात्र रहेनन्। यी त राजनीतिक एजेन्डा स्थापित गर्ने मुख्य मञ्च बने। तर
यहाँनिर मेरो एउटा प्रश्न छ के साँच्चै यी डिजिटल प्लेटफर्महरूले ग्राउन्ड रियालिटी नै बदल्न सक्छन् त एउटा भाइरल भिडियोले वर्षौं पुरानो पार्टी संगठनलाई कसरी विस्थापित गर्न सक्छ हेर्दा पत्याउन गाह्रो लाग्छ, तर यस्तो पछाडि निकै गहिरो अल्गोरिदम र शक्तिको विकेन्द्रीकरण जोडिएको छ। पहिले परम्परागत मिडिया वा मञ्चमा पहुँच पाउन ठूलो पैसा, पहुँच र शक्ति केन्द्रको आशीर्वाद चाहिन्थ्यो। जसले सञ्चार नियन्त्रण गर्थ्यो उसैले भाष्य बनाउँथ्यो। तर अहिले त हात-हातमा मिडिया छ। हो नि, डिजिटल प्लेटफर्मले त्यो एकाधिकारलाई पूर्ण रूपमा भत्काइदिएको छ। एउटा सामान्य युवाले आफ्नो कोठाबाटै बनाएको सटिक कन्टेन्टले राष्ट्रिय स्तरको बहस चलाइदिन सक्छ। अर्को कुरा, सामाजिक सञ्जालको अल्गोरिदमले नै नयाँपन र आक्रोशलाई बढी प्राथमिकता दिन्छ। भनेपछि मान्छेको असन्तुष्टि डिजिटल स्पेसमा आगो जसरी फैलिन्छ। ठ्याक्कै त्यही हो। त्यही भएर ठूलो आर्थिक लगानी र भौतिक सङ्गठन नभएका नयाँ उम्मेद्वारहरूले पनि रातारात जनमत आफ्नो पक्षमा पार्न सक्ने अवस्था बनेको छ। राजनीतिक शक्तिको केन्द्र पार्टी कार्यालयबाट सिधै नागरिकको हातमा पुगेको छ। यो त साँच्चै शक्तिको अभूतपूर्व हस्तान्तरणै भयो। अनि अर्को रोचक कुरा नि उनीहरूले उठाउने मुद्दाहरू पनि कति फरक छन्। हिजोका राजनीतिक दस्तावेजमा क्रान्ति र साम्राज्यवाद जस्ता अमूर्त शब्द हुन्थे। अहिले त नागरिकताको सहज प्राप्ति, रोजगारी, शिक्षा, जलवायु परिवर्तन जस्ता दैनिक जीवनका कुरा मूलधारमा छन्। अझ भनौँ न, कुकुरले टोक्यो भने भ्याक्सिन कहाँ पाइन्छ देखि लिएर हाम्रो डाटाको सुरक्षा कसरी हुन्छ सम्मका कुरामा यो पुस्ता सचेत छ। उनीहरू जीवनस्तरको गुणस्तर खोजिरहेका छन्। बिल्कुल। तर यहाँनिर हामीले स्रोत सामग्रीको अर्को एउटा गम्भीर पाटोमा प्रवेश गर्नुपर्छ। त्यो हो पुराना दलहरूको असफलता। यहाँनिर हामीले स्पष्ट पार्नुपर्ने कुरा के छ भने हामी कुनै राजनैतिक पक्ष लिइरहेका छैनौं। यो आलेख र यसमा समेटिएका जनभावनाको विश्लेषण मात्र हो। एकदम सही भन्नुभयो। हामी पूर्णतः तटस्थ भएर स्रोतको विश्लेषण गर्दैछौँ। यो नयाँ शक्तिको उदय वा युवाहरूको डिजिटल विद्रोह त्यसै शून्यतामा भएको त होइन नि। दशकौंदेखि सत्तामा रहेका दलहरूले निरन्तर रूपमा जनताको सामान्य अपेक्षा पनि पूरा गर्न नसकेपछि उब्जिएको स्वाभाविक प्रतिक्रिया हो यो। नीति र सिद्धान्त बिर्सिएर केवल सत्तामा कसरी पुग्ने र टिकिरहने भन्ने एक सूत्रीय ध्येयले सिङ्गो राजनीतिलाई गाँज्यो भन्ने विश्लेषण आलेखमा छ। कुर्सीको यो लुछाचुण्डी र अप्राकृतिक गठबन्धनहरूले गर्दा आम मानिसमा राजनीतिप्रति चरम निराशा छायो। तर गठबन्धन त संसारभरि नै हुन्छ नि। अरू संसदीय व्यवस्था भएका विकसित देशहरूमा पनि त दलहरू मिलेरै सरकार बनाउँछन्। नेपालको सन्दर्भमा मात्रै किन यो यति धेरै आलोचित र वितृष्णाको कारण बन्यो त? गठबन्धन आफैमा समस्या होइन, समस्या त्यसको आधार र नियतमा हो। विकसित लोकतन्त्रहरूमा गठबन्धन बन्दा न्यूनतम साझा कार्यक्रम बन्छ। नीतिगत सम्झौता र अर्थतन्त्र कसरी चलाउने भनेर महिनौं पारदर्शी छलफल हुन्छ। तर हाम्रो सन्दर्भमा के भयो भने चुनाव अघि एउटा सिद्धान्त बोकेर जाने हो। चुनाव अघि एकअर्कालाई राष्ट्रघातीसम्मको आरोप लगाउने अनि चुनाव सकिने बित्तिकै मन्त्री पद र भागबण्डा मिलाउन रातारात गठबन्धन गर्ने प्रवृत्ति हावी भयो। न कुनै नीतिगत तालमेल न देश विकासको खाका। भनेपछि मतदातालाई के लाग्यो भने हामीले दिएको भोट त कुनै अर्थ नै रहेनछ, यो त केवल नेताको स्वार्थ पूरा गर्ने भर्याङ मात्र पो रहेछ भन्ने महसुस भयो। ठ्याक्कै। जब नीतिभन्दा नियत खोटा हुन्छन् तब राजनीतिप्रतिको चरम वितृष्णा सुरु हुन्छ। अनि सुशासनको अभावले त यो वितृष्णालाई झन मलजल गर्ने काम गर्यो नि। ठूला भ्रष्टाचारका काण्डहरूमा शीर्ष नेतृत्वकै नाम प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिनु, न्याय प्रणाली र प्रशासनमा चरम राजनीतिक हस्तक्षेप हुनु। पक्कै पनि। जब राज्यका अङ्गहरू जसले नागरिकलाई न्याय र सुरक्षा दिनुपर्ने हो तीनै निकायमा दलीय भागबण्डा र सेटिङ हुन थाल्छ, तब आम नागरिकले राज्य प्रणालीमाथि नै अविश्वास गर्न थाल्छन्। र त्यसकै सबैभन्दा दर्दनाक तस्विर त हामीले दिनौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा देखिरहेका छौं नि। देशमा रोजगारी नभएपछि लाखौं ऊर्जाशील युवा विदेशी न बाध्य छन्। स्रोतले यसलाई निकै गम्भीर रूपमा उठाएको छ। हो, यो केवल एउटा भावुक विषय मात्र होइन, यो ब्रेन ड्रेन अर्थात् प्रतिभा पलायन र लेबर ड्रेन अर्थात् श्रम पलायन दुवै हो। जनसाङ्ख्यिकीय लाभांशको सुवर्ण अवसरलाई पुराना राजनीतिक दलहरूले पूर्ण रूपमा खेर फाले र यसले चुनावको गणितलाई समेत अकल्पनीय प्रभाव पारेको छ। कसरी?
यो पलायनले परम्परागत दलहरूको चुनावी गणितलाई कसरी भत्कायो त? पुराना पार्टीहरूको शक्ति भनेकै उनीहरूको आश्रयदाता सञ्जाल थियो। गाउँमा कसैलाई जागिर लगाइदिनु पर्यो, प्रहरी चौकीमा काम मिलाउनु पर्यो भने नेताको दैलो चाहर्नुपर्ने बाध्यता थियो। जसले यो सञ्जाल नियन्त्रण गर्थ्यो उसैले भोट पाउँथ्यो। त जब एउटा युवा खाडी मुलुक वा अस्ट्रेलिया गएर आफै आर्थिक रूपमा सक्षम बन्छ, उसले पठाएको पैसाले परिवार चल्छ। अब त्यो परिवारलाई कुनै स्थानीय नेताको कृपा चाहिँदैन। आर्थिक स्वतन्त्रताले राजनीतिक स्वतन्त्रता पनि सँगै ल्याउँछ। नेतामाथिको परनिर्भरता तोडिएपछि अब उनीहरू स्वतन्त्र रूपमा भोट हाल्न सक्ने भए। यो त साँच्चै गहिरो विश्लेषण भयो। विप्रेषणले देश त धानेको छ, सँगसँगै परम्परागत दलहरूको भोट ब्याङ्कको जरा पनि काटिदियो। र यही शून्यता, यही निराशाको बीचबाट राष्ट्रपा लगायतका नयाँ दलहरू र स्वतन्त्र उम्मेद्वारहरूको उदय भएको हो। एकदम सटिक विश्लेषण। मानिसहरूले अब बादल पारीको देशको सपना देखेका छैनन्। उनीहरूले केवल एउटा काम गर्ने, जवाबदेही र पारदर्शी प्रणाली खोजेका छन्। अनि यहाँनिर नयाँ शक्तिहरूप्रतिको यो आकर्षणमा एउटा अर्को महत्त्वपूर्ण मनोवैज्ञानिक परिवर्तन पनि जोडिएको छ जस्तो लाग्छ। त्यो हो चाकडी वर्सेस योग्यता, अर्थात् मेरिटोक्रेसी। हो, यो असाध्यै महत्त्वपूर्ण पक्ष हो। पुराना दलमा जो नेतृत्वको वरिपरि परिक्रमा गर्यो, अन्धभक्त भयो, उसैले अवसर पाउने विषालु संस्कार हुर्कियो। तर अब जनताले राजनीतिमा पनि प्रोफेसनलिजम खोजेका छन्। कसको पारिवारिक पृष्ठभूमि के हो, कसले कति वर्ष झण्डा बोक्यो भन्ने कुराले अब त्यति अर्थ राख्दैन नि त। सही भन्नुभयो। कर्पोरेट संस्थामा जसरी क्षमता भएको व्यक्तिले मात्र नेतृत्व सम्हाल्छ, राजनीतिमा पनि त्यही अपेक्षा बढेको छ। र यो प्रोफेसनलिजम नयाँ शक्तिहरूको एजेन्डामा पनि देखिनुपर्छ। उनीहरूले उठाएका डिजिटल गभर्नेन्स, आर्थिक पारदर्शिता जस्ता प्रणालीगत सुधारका मुद्दाहरू निकै अर्थपूर्ण छन्। सुन्दा त यी एजेन्डाहरू धेरै नै आशा लाग्दा छन्, तर चुनौती पनि त त्यत्तिकै होला नि। नयाँ दलहरूप्रतिको यो असाधारण भरोसा उनीहरूका लागि अवसर मात्र त पक्कै होइन। राजनीति भनेको त आइडिया मात्र होइन, त्यसलाई जटिल कर्मचारी तन्त्र र सीमित स्रोत साधनको बीचबाट नतिजामा बदल्ने कला पनि त हो। के यी नयाँ अनुहारहरूसँग त्यो राज्य सञ्चालनको परिपक्वता छ त? यो नै अहिलेको सबैभन्दा पेचिलो प्रश्न हो। नयाँ शक्तिहरूप्रति जनताको यो जुन हनीमुन पिरियड छ नि, यो सधैँ रहँदैन। उच्च अपेक्षा हुनु भनेको असफलताको डिलमा उभिनु पनि हो। पक्कै पनि। यदि उनीहरूले आफ्नो परिवर्तनको त्यो हुटुटीलाई मूर्त परिणाममा बदल्न सकेनन् भने जनताको आक्रोश पुराना दलहरूप्रति भन्दा पनि बढी निर्मम भएर उनीहरूमाथि नै खनिनेछ। पुराना दलहरूसँग त बेच्ने इतिहास थियो, तर नयाँ दलहरूसँग त वर्तमानमा प्रमाणित गर्नुबाहेक अर्को कुनै विकल्प नै छैन। यो उनीहरूको लागि पहिलो र सायद अन्तिम अवसर पनि हुन सक्छ। साँच्चै नै विचारणीय कुरा। पुराना दलहरूले आफूलाई सुधारेनन् भने उनीहरू इतिहासको पानामा सीमित हुनेछन्। अर्कोतर्फ नयाँ शक्तिहरूले पनि आफूलाई प्रमाणित गर्न सकेनन् भने देश झनै ठूलो राजनीतिक शून्यता र अस्थिरतामा फस्ने खतरा छ। हजुर, यो चुनाव नेपाली समाजले आफ्नो भविष्य आफै कोर्ने ऐतिहासिक अवसर हो। यो कुनै सामान्य जोड घटाउ मात्र नभएर देश कुन दिशामा अगाडि बढ्छ भन्ने कुराको निर्णायक बिन्दु हो। र यो सम्पूर्ण विमर्शको निष्कर्ष निकाल्दै गर्दा मलाई अध्ययनको एउटा अत्यन्तै शक्तिशाली विचार याद आइरहेको छ। अबको मतदाताले बाजेको पार्टी भनेर वा चुनाव चिन्ह हेरेर भोट हाल्ने छैनन्। उनीहरूले अब पूर्ण रूपमा आफ्नो छोराछोरीको भविष्य हेरेर मतदान गर्नेछन्। यो कति गहिरो र क्रान्तिकारी सोच हो। विगतको सम्मानका लागि होइन, अब भोट भविष्यको निर्माणका लागि हुनेछ। त्यो निष्कर्षले आम नागरिकको बदलिएको मनोविज्ञानलाई एकदम सटीक रूपमा चित्रण गर्छ। तर आज हामीले यो नयाँ पुस्ताको जागरण र डिजिटल क्याम्पेनिङले ल्याएको जादुई परिवर्तनको यति धेरै विश्लेषण गरिरहँदा मेरो दिमागमा एउटा नितान्त फरक र गम्भीर प्रश्न पनि उब्जिरहेको छ। के प्रश्न हो त्यस्तो? हामीले टिकटक र अल्गोरिदमले चुनाव जित्ने कुरा त गर्यौं, तर यदि भोलिका दिनमा सम्पूर्ण राजनीतिक बहस र जनमतको सञ्चालन यिनै डिजिटल प्लेटफर्महरूमा मात्र सीमित हुँदै गयो भने इन्टरनेट वा स्मार्टफोनको पहुँच नभएका दूरदराजका ती लाखौं सीमान्तकृत नागरिकहरूको आवाजलाई यो नयाँ डिजिटल लोकतन्त्रले कसरी समेट्छ होला? के हामी कतै अन्जानमै प्रविधिको पहुँच नभएका मानिसहरूलाई किनाराकृत गर्दै नयाँ प्रकारको प्रतिनिधित्वविहीन वर्ग त खडा गरिरहेका छैनौँ? उफ,
यो त साँच्चै नै हामी सबैलाई झकझकाउने र निरन्तर सोचिरहन बाध्य बनाउने प्रश्न हो। प्रविधिको यो द्रुत गतिमा कोही पनि नागरिक पछाडि नछुटुन् भन्ने कुरा लोकतन्त्रको सबैभन्दा ठूलो मर्म हुनुपर्छ। यही विचारोत्तेजक र गहिरो प्रश्नलाई मनन गर्दै आजको यो विस्तृत अध्ययनलाई हामी यही विश्राम दिन्छौं। यो विषयले पक्कै पनि आगामी दिनमा अझ सशक्त बहसहरूको ढोका खोल्नेछ।